ल यो छ, यो के हो? हो, चिनिराख। तिमीहरूका बुढीहरूले यो माग्दा ए यो त फेरि हो भन्नु पर्यो कि? ल ठिक छ, हेर त, यदि यो मिलेछ भने घर जाने हो। फिनेनोन याद गर, छन्थोङ चगुरो हानबोगुल इबुल्ते, परम्परागत हानबोक लाउने बेलामा मरिरुल खोजङ आगना कपाललाई के गर्ने? यो छाङसिक हागी उयो, छाङसिक भनेको सजाउन के। यो छाङसिक योङफुम भनेर सुन्नु भएको छ? सायङानुन प्रयोग गर्ने हानगुगे छन्थोङ मरि छाङसिक फुमिमिदा, कोरियाको कपालको के हो त? छाङसिक फुम हो, सजावटको सामान हो। खिन फिन मोयाङरो लामो पिन आकारको छुरो खुम उन नामु, हेर्छ, सुनको, चाँदीको, काठको। अब केही नहुनेले काठ पनि घुसाउनु पर्यो नि, त्यो चपस्टिक जस्तो आदि थायाङहान विभिन्न। अब अरूवा के कुरा गर्ने, मैले कोरियाबाट चपस्टिक ल्याएको, मेरै बुढीले घुसाएर हिँड्थिन्। सामग्रीहरू मान्द्र जिम्निदा बनाइन्छ हो। फिनेनोन थान्सुनी मरिरुल खोजङ हानोन योङदोरुल नम। यो फिने भनेको विशेष गरेर कपाललाई खोजङ हानुन भनेको फिक्स गर्ने, एक ठाउँमा कुजुल्टो बनाएर घुसाउने प्रयोग भन्दा बाहेक सिनबुगा फुरुल साङजिङ हागे दो हेसुमिदा, बेहुली र बेहुलीलाई बोलाइने कि त्यो बेहुलीहरूले विशेष गरेर हान्डबोक लाउँदाखेरि लगाउने, त्यसको प्रतीक पनि मानिन्थ्यो। डिजाइनको छेरेवे तारा, डिजाइन र सामग्रीको प्रकारको अनुसार अब कस्तो कोले लाउने भने, एकदम धनी मान्छेले कस्तो लाउने, मिडियम मान्छेले कस्तो लाउने, गरिब मान्छेले कस्तो लाउने, त्यो औकात जनाउने पनि हुन्थ्यो अरे के, पहिला पहिलाको त हो कुरा। जस्तै वाङछोक इना खुइछोक दोरी, वाङछोक भनेको यो राजकीय परिवार के, राज परिवार भन्छ नि, राज परिवार। अनि खुइछोक दुल भनेको चाहिँ धनाढ्यहरूले छाग्योङ हादन प्रयोग गरेको फिने वा भ्यङमिन दुरी छाग्योङ हादन फिनेका थल्ला जिमिदा। त्यो धनाढ्य व्यक्तिले लगाउने र नर्मल व्यक्तिले लगाउने फिनेमा के हुन्थ्यो? फरक हुन्थ्यो। फिनेनोन हानबोगुल इबुल्ते सायङ हानुन छन्थोङ हो तिम्निदा। फिने चाहिँ हानबोक लगाउने बेलामा प्रयोग गर्ने, हानबोकमा घुसाउने क्लिप हो र, कहाँ हो? कपालमा। फिनेनुन छुरो अरिनी दुरी सायङ हानुन छाङनान गाम, बच्चाहरूले प्रयोग गर्ने खेलौना हो। छाङनान गाम भनेको फिनेनुन मरिरुल खोजङ आगना छाङसिक आगी उये सायङ हान्दा। यो फिने भनेको चाहिँ कपाललाई स्थिर पार्ने र सजाउनको लागि प्रयोग गर्ने, यही हो। ए ल इनो गर्तिर फिनेनुन ओनुल नाल हाङ्गुगेस मान सायङ हामीदा, कोरियामा मात्रै भन्न मिलेन। ल देख्यौ,